रवि दाइले नेपाली जनताको मुद्दा उठाउनु भएको थियो, तर उहाँ आफैलाई चाहिँ प्रतिशोध साधेको अवस्था छ। जनताले हस्ताक्षर गरेर जनताको अदालतबाट रवि लामिछानेलाई कति जनताले चाहेका छन् भन्ने कुरा पनि स्थापित गर्नु आवश्यक छ, ताकि भोलि आउने हरेक युवा पुस्तालाई चाहिँ राजनीतिमा आउनको लागि सहज होस्। मलाई चाहिँ जेलमा हालिदिन्छ कि राजनीतिमा आएपछि मलाई चाहिँ प्रतिशोध साधेर मलाई चाहिँ चुनौती हुन्छ कि सुरक्षा चुनौती हुन्छ कि भनेर कुनै युवाले सोच्यो भने युवाहरू त आउँदैनन् नि। यसरी सबै डराउने भयो भनेदेखि त सबै चोर लुटेर माफिया यस्तै खालको मान्छेहरूले राजनीतिलाई कब्जा गर्छन्। त्यो प्रवृत्तिलाई रोक्नको लागि पनि जनताको साथ आवश्यकता छ। यदि नेपालको राजनीतिलाई सफा गर्ने हो भनेदेखि त स्वच्छ मनसाय भएका युवा पुस्ताहरू आउनु पर्ला, अनि स्वच्छ युवा पुस्ताहरू आउने वातावरण सिर्जना गर्न त यस्तो चुनौतीपूर्ण वातावरणमा त आउँदैनन् युवाहरू। रवि दाइलाई लगेर थुन्दा रहेछन्, अर्कोलाई लगेर थुन्दा रहेछन्, अनि अब हामी जति राम्रो भए पनि राज्यले चाहँदा त थुन्दो रहेछ, प्रतिशोध साध्दो रहेछ भन्ने किसिमको राज्यको यो प्रवृत्तिलाई चाहिँ जनताले तोड्न आवश्यक छ। यसो गर्न पाइँदैन भनेर जनताले आफ्नो शक्ति देखाउन आवश्यक छ, किनभने जनताको शक्ति नै नेपालको आजको दिनको सबै कुरा बदल्न सक्ने शक्ति हो। यसको लागि चाहिँ यो हस्ताक्षर अभियान हो, र रवि दाइको लागि मात्रै होइन, आउने पुस्ताको राजनीति एकदम सफा बनाउनको लागि पनि यो अभियान हो। एकदम व्यापक जनसहभागिता छ। यसैमा जोड्न चाहे तपाईँ